उठा उठा नेपाली हो, अब उठ्ने बेला भयो। जुटा जुटा नेपाली हो, अब जुट्ने बेला भयो। अब उठ्ने बेला भयो, अब जुट्ने बेला भयो। अब उठ्ने बेला भयो, अब जुट्ने बेला भयो। उठा उठा नेपाली हो। थोपा मिले मात्रै उर्लिन्छ है सागर। सागर नै उर्लेपछि कोशी प्रदेशका महामन्त्री त्यसै गरी पार्टीका सहमहामन्त्री कोशी प्रदेश सहमहामन्त्री खडक हाजुजी, त्यसै गरेर पार्टीका सुन्दरी सभापति केदार भण्डारीज्यू, पार्टीका पूर्व संस्थापक सुन्दरी सभापति तथा पूर्व माननीय हरिनाथ पास्टोलाज्यू, त्यसै गरेर प्रदेश प्रमुख पार्टीका नेता गोविन्द सुब्बाज्यू, त्यसै गरेर पार्टीका सुन्दरी सभापति नरेश चन्द्र राईज्यू, त्यसै गरी क्षेत्रका सभापति सुरेन्द्र तामाङज्यू, पार्टीका कोशी प्रदेशका सदस्य गोविन्द बस्नेतज्यू, त्यसै गरेर पार्टीका प्रदेश सभा खका सभापति मुरारी प्रसाद भट्टराईज्यू, त्यसै गरेर नगरका सभापति श्याम पोखरेलज्यू, त्यसै गरेर पूर्व सांसद तथा जनजाति महासङ्घका सभापति केन्द्रीय सभापति नरेन्द्र कुमारज्यू, बेलायत जनसम्पर्क समितिका सभापति युवराज गुरुङज्यू, त्यसै गरेर लोकतान्त्रिक प्राध्यापक सङ्घका केन्द्रीय उपाध्यक्ष जीवन राईज्यू, त्यसै गरेर आदरणीय प्राध्यापक गङ्गा चौलागाईज्यू, त्यसै गरेर यस आजका हाम्रा छोटो र मैले निमन्त्रणालाई स्वीकारेर पाल्दिनु भएका पार्टीका तरुण दलका केन्द्रीय सभापति केन्द्रीय सदस्यज्यूहरू र चाहिँ के अरे विद्यार्थी सङ्घका सुनसरी सभापति लगायत विभिन्न तहका प्रतिनिधिज्यूहरू, तरुण दलका के अरे विभिन्न धरानका सभापति लगायत विभिन्न पदाधिकारीज्यूहरू र यहाँ महिला नेत्री र महिला सङ्घका चाहिँ के अरे प्रतिनिधिज्यूहरू र यस आजको चाहिँ के अरे मेरो निमन्त्रणालाई स्वीकारेर पाल्दिनुभएका सम्पूर्ण केन्द्रबाट र यहाँ चाहिँ के अरे जिल्लाबाट र क्षेत्र नगरबाट पाल्नुभएका सम्पूर्ण उपस्थित महानुभावज्यूहरूलाई म हार्दिक स्वागत यहाँहरूले हिजोदेखि म स्वागत सम्मान व्यक्त गर्न चाहन्छु। र आज म थोरै कुरा के राख्न चाहन्छु भने हाम्रो समय एकदमै छोटो छ र महामन्त्रीजीको व्यस्तता अब उहाँ चाहिँ के अरे अहिले अघि नै मैले भनिसकेँ, हामी नेपालीको हामी त तमाम कार्यकर्ता आम नेपाली जनताले विश्वास गर्छ पक्कै पनि समाज रूपान्तरण गर्नको निम्ति परिवर्तन गर्नको निम्ति पक्कै पनि नेपाली कांग्रेस पार्टीमा चाहिँ के अरे एउटै मात्रै योगदान छ र एउटै मात्रै चाहिँ के अरे हाम्रो नेता छ र चाहिँ के अरे हामीले विश्वास गरेका छौँ। गगन कुमार थापाबाट मात्रै हामीले चाहिँ भनेको जस्तो आज चाहिँ बिपीले प्रतिपादन गरेको जुन के अरे सिद्धान्त छ यसलाई चाहिँ लागू गर्न सकिन्छ र नेपाली समाजले अहिलेको आधुनिक 21औं शताब्दीको समाज चाहिँ के अरे निर्माण गर्न सकिन्छ भन्ने चाहिँ के अरे हेतु र हामीले त्यो विश्वासमा चाहिँ के अरे हामी लागेका छौँ। त्यो विश्वास चाहिँ हाम्रो केन्द्रित छ महामन्त्री गगन कुमार थापाज्यूमा र चाहिँ के अरे उहाँको सबै चाहिँ के अरे कार्यक्रम हरेक जिल्लामा हरेक सहरमा हरेक गाउँमा चाहिँ के अरे उहाँको कार्यक्रमको व्यस्तताको बावजुद पनि उहाँले हाम्रो निमन्त्रणालाई स्वीकारेर यस आजको चाहिँ के अरे यो मेरो चाहिँ के अरे छोटो भेटघाटको निम्ति समय उहाँले उपलब्ध गराइदिनु भयो। उहाँप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँप्रति म हृदयदेखि नै म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अहिलेको वर्तमान परिस्थितिमा अहिलेको चाहिँ के अरे नेपालको राजनीतिक परिवेशमा चाहिँ विभिन्न खालका चाहिँ के अरे दलहरूप्रति राजनीतिप्रति चाहिँ के अरे वितृष्णा पैदा गर्ने जुन चाहिँ के अरे अराजक तत्त्वहरू कुतत्त्वहरूको चाहिँ के अरे अहिले एकदमै चाहिँ के अरे बढिराखेको छ र
हाम्रो पार्टीमा पनि विभिन्न खालको एजेन्डा, विभिन्न खालको वर्तमान परिस्थिति र यो इस्युजहरूमा चाहिँ के अरे हामी कता कता चाहिँ के अरे अलिकति कन्फ्युजन भएको, कता चाहिँ हामी चाहिँ के अरे भुल्यौँ कि जस्तो, कता हामी अल्मल्यौँ कि जस्तो, हामीले विवेक गुमायौँ कि जस्तो हामी सबै तमाम चाहिँ के अरे यहाँका अग्रज नेताजीहरू र हामी सबै कार्यकर्ताहरूले यो महसुस गरेका छौँ। र यी कुराहरू र केन्द्रका कुराहरू र हामीले अहिले वर्तमान परिस्थिति राजनीति नेपालको जुन चाहिँ सङ्क्रमण काल जस्तै बुझिराखेको छ, यो परिस्थितिहरूको सन्दर्भमा पनि महामन्त्रीज्यूले चाहिँ प्रकाश पारिदिनुहुन्छ भन्ने मैले विश्वास राखेको छु। र हामीमा चाहिँ जुन खालको चाहिँ के अरे हामी आज पार्टी नेपाली कङ्ग्रेस पार्टी हामी जुन गर्व गर्छौँ, आज म लागेको पार्टी, मैले विश्वास गरेको पार्टी चाहिँ नेपाली कङ्ग्रेस हो। नेपाली कङ्ग्रेसबाट मात्रै चाहिँ के अरे परिवर्तन सम्भव छ भन्ने हिसाबले हामी पार्टीमा आबद्ध भएको छौँ। त्यो हिसाबमा चाहिँ महामन्त्रीज्यूले यो कार्यकर्ताको विश्वास, नेताहरूको विश्वास र भरोसालाई चाहिँ के अरे तुषारपात गर्न दिनुहुन्न भन्ने पनि हामी सबैको तर्फबाट यहाँलाई चाहिँ के अरे म कुरा राख्न चाहन्छु। र यहाँले यो कार्यक्रममा चाहिँ नै यो छोटो कार्यक्रममा चाहिँ छोटो हाम्रो भनाइहरू थोरैमा चाहिँ के अरे 2 मिनट 3 मिनटमा चाहिँ के अरे हाम्रो आदरणीय दाइहरू हुनुहुन्छ, नेताजीहरू हुनुहुन्छ, मैले मान्नुपर्ने दाइहरू हुनुहुन्छ र यहाँको केही कुरा छ भने थोरै 2 मिनटमा चाहिँ के अरे यहाँले कुरा राखिदिनु होला। र चाहिँ के अरे महामन्त्रीज्यूले त्यो विषयमा त्यो कुरामा चाहिँ प्रकाश पारिदिनु हुनेछ भन्ने म उहाँप्रति चाहिँ के अरे अनुरोध गर्न चाहन्छु। र चाहिँ के अरे यसरी नै चाहिँ के अरे यहाँहरू सबैमा चाहिँ के अरे म हार्दिक हृदयदेखि नै स्वागत सम्मान गर्दै मेरो भनाइ अहिले चाहिँ छोटो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। मेरो परिवारलाई पनि केही पनि नदिनु होला, केही चाहिँदैन नसोच्नु, तर देशलाई राम्रो गर्नु होला। फेरि साथीभाइको त्यहाँ भिड भएको थियो, फोटो खिच्ने थियो, म उहाँले फेरि जाने बेलामा देशलाई के गर्नु होला। भीमराज श्रेष्ठ तपाईँलाई जस्तै एउटा युवक त्यो बेलामा त्यतिखेर चाहेको भए बाँच्न सक्नु, के पनि गर्नु पर्दैन थियो। म त्यो बेलाको व्यवस्था मान्छु। अथवा चाहिँ त्यो बेला त्यतिखेरको राजालाई, त्यो बेलाको शासकलाई सानो एउटा निवेदन दिएको भए मतलब त्यहाँ भित्तामा फोटो राखिरहेको थियो। उहाँको आमा जो अहिले हुनुहुन्छ,